नमस्ते, म डाक्टर लक्ष्मण परियार, बाल रोग विशेषज्ञ। आजको भिडियोमा यहाँ समक्ष म बालबालिकामा देखिने एउटा समस्या नाइट टेररको बारेमा जानकारी दिन गइरहेको छु। यदि यहाँको बालबालिका पनि रातिको समयमा गहिरो निद्रा भएको अवस्थामा चाहिँ एक्कासी अत्तालेर रुने, चिच्याउने, उफ्रिने गर्छन् भने नाइट टेरर हुन सक्दछ। नाइट टेरर चाहिँ विशेष गरी 4 देखि 6 वर्षको शिशुहरू बालबालिकाहरूमा चाहिँ धेरै देखिन्छ। अब यसको मुख्य कारण भनेको चाहिँ उनीहरूले जुन सुत्ने टाइम टेबल चाहिँ राम्रोसँग टाइम टेबल भएन भने, उनीहरूले पर्याप्त निद्रा पुरा गरेको छैन भने हुनसक्छ भने कहिलेकाहीँ स्ट्रेसमा, एन्जाइटीमा, बिरामीहरू ज्वरो आएको बेलामा यस्तो हुने सम्भावना हुन्छ। कतिपय बालबालिकाहरू टिभी मोबाइल धेरै चलाउँछन् भने त्यस्ता बालबालिकाहरूमा पनि यो नाइट टेररको खतरा बढी हुने गर्दछ। अब यो हुँदाखेरि चाहिँ सबैभन्दा पहिला चाहिँ यहाँले चाहिँ उनीहरूको सेफ्टीमा चाहिँ ध्यान दिनु होला। साथसाथै यहाँहरू चाहिँ आत्तिनु हुँदैन, शान्त रहनु होला। केही मिनटभित्रमा यसको एपिसोड चाहिँ बिस्तारै शान्त भएर जाने गर्छन् र उनीहरू फेरि सुत्ने गर्छन्। तर तपाईँहरूले चाहिँ उनीहरूलाई उठाउनु हुँदैन। उठाउँदाखेरि चाहिँ झन् यसले उनीहरूलाई कन्फ्युजन हुने, त्यसले झन् स्ट्रेस बढ्ने, आत्तिने, रुने, चिच्याउने झन् गर्ने गर्दछन्। यो रिपिट नहोस् भन्नको लागि चाहिँ यहाँले उनीहरूको जुन स्लिपिङ छ टाइम टेबल चाहिँ एकदम स्ट्रिक्टली फलो गर्नुपर्ने हुन्छ र उनीहरूले चाहिँ उनीहरूको उमेर अनुसारले चाहिँ पर्याप्त निद्रा पुरा गरेको छ भन्ने कुरामा पनि यहाँले विशेष ध्यान दिनुपर्ने हुन्छ। साथै सुत्नुको केही समय अगाडि चाहिँ टिभी मोबाइलहरू चाहिँ स्ट्रिक्टली चाहिँ बन्द गर्नु होला, अथवा अरू कुनै रोग छ भने त्यसको पनि उपचार गर्नुपर्ने हुन्छ। यसले बारम्बार दुःख दिएको छ भने यहाँले आफ्नो डक्टरसँग कन्सल्ट गर्न सक्नुहुनेछ। याद राख्नु होला, यो हेर्दाखेरि चाहिँ अभिभावकको लागि चाहिँ अलिक हेर्दा डरलाग्दो भए पनि बालबालिकाको लागि कुनै खतरनाक हुँदैन र बिस्तारै बिस्तारै उमेर बढ्दै जाँदाखेरि 10-12 वर्षको उमेर भइसकेपछि यो आफै हराएर जाने गर्दछ।